हेर्दा हेर्दै कति चाँडै हाम्रो फेयरवेल हुने दिन पनि आएछ। हिजो चाहिँ हाम्रो कलेजमा फेयरवेल प्रोग्राम थियो अनि हामी सबै साथीहरू धेरै पछि गेट टुगेदर भएको थियौँ कि। अनि हामी चाहिँ हतार हतार गरेर लाग्यौँ हाम्रो होटलतिर। शुभ होटलमा थियो। यो चाहिँ मङ्गलगढी चोक हो, जहाँ चाहिँ अब नयाँ आकाशे पुल बन्दैछ अरे। 12 बजीदेखि सुरु भनेर भन्नुभएको थियो प्रोग्राम। अनि हामी चाहिँ 12:30 बजी पुगेको थियौँ र प्रोग्राम भने 1 बजीदेखि सुरु भयो। अनि सरले यहाँ प्रोग्राम स्टार्ट गरे सँगसँगै हामी सबैजना अलिअलि गर्दै जोडिरहेको थियौँ साथीहरू। अनि 2टा बहिनीहरू नाच्न गइरहेको थियो कि अगाडि। तर यिनको टाउकोले मलाई छेकिरहेको थियो, त्यसैले तिम्रो हेड डाउन गर है, मैले डान्स देख्न पाइनँ भनेर गरेपछि बिचारा हेड डाउन गरेँ। अनि मैले मजाले डान्स इन्जोय गरेँ। यति फास्ट चाहिँ नाचेका थिएनन् बहिनीहरू, यो चाहिँ मैले स्पिडले गराएको। अनि नाच्दा नाच्दै ठ्याक्कै यहाँ बालिन्सा भेटिनु भएको के। सरी टु से बालिन्सा होइन, तर सेम बालिन्सा जस्तै देखेका कि। आज यिनी चाहिँ हाम्रै ब्याचको साथी हुन्। अनि त्यसपछि भयो हाम्रो बिदाई प्रोग्राम। अनि अलिअलि इमोसनल भइरहेको थियो कि मलाई बिदाई गर्दाखेरि। अनि मैले मेन पार्ट चाहिँ आज खाएको नै खिच्न बिर्सेछु। बिदाई भए पनि सबैजना साथीहरू चाहिँ आउनु भएको थिएन। अब कोही चाहिँ आफ्नो आफ्नो सेड्युलले गर्दा बिजी हुनुहुन्थ्यो, कोही चाहिँ भ्यालीमै हुनुहुन्थ्यो होइन। भेट नभए पनि सबैजनालाई धेरै माया, धेरै सम्झना। अब फेयरवेल भनेपछि अलिकति इमोसनल नै हुँदो रहेछ कि। मलाई अलिअलि इमोसनल भइरहेको थियो अब साथीहरूसँग कहिले यसरी भेट हुन्छ भनेर। यति नै हो। थ्याङ्क यू फर वाचिङ।